के गर्दैछौ? खाजा बनाउने सुरसार बुढो भोक लाग्यो होला भनेर नि खाजा बनाउनु लाग्यो। ए आगोमा पकाउने हो आज खाजा? आगो फुकेर बनाऊ भनेर कोदाको रोटी है। अनि हजुरले पहिला खानुभएको थिएन? ए यस्तो त हामीले त अर्कै तरिकाले बनाउँथ्यौ, अब तिमीले कसरी बनाउँछौ? यसरी भेली राख्नुहुन्थ्यो र मैले चाहिँ भेली पगालेर राखेँ, छानेको हेर्नु फोगर्ने कति, अनि थोरै घिउ राखिदिने, यसमा नरम खाना मिठो हुन्छ है, मङमङती बास्ना आउँछ नि त। ए हामी त मुछेर तावामा ड्याम दाम दियो, अलिकति तेल राख्यो, त्यसरी पकाउँथ्यौं। यहाँ तिमीले त छुट्टै तरिकाले पकाउने रहेछौ। अनि आगामा सेकेर भक्क फुल्ने होला त होइन? यो तरिकाले झन् मिठो हुन्छ होला। अनि केराको पातमा मङमङती बास्ना आउँछ कि, मलाई त मन पर्छ। मुछेर अनि यसलाई एकछिन ढपक्क ढाकेर राखिदिने, अनि 10-15 मिनट पछि अनि बनाउने के। केराको पातमा ढ्याप गर्ने मैले चाहिँ तावामा सिधै होइन। सही हो। केराको पातमा पातालो बनाएर बनाउने, यो त तावा तात्दै गर्छ। आगो नि कति मजाले बलेको रहेछ। अनि केराको पातमा मिलाएर बनाएपछि ढपक्क पातले राखिदिने के हो, अनि फेर मिठो भएर पाक्छ। ल हेर्नु यहाँ कस्तो राम्रोसँग पाक्यो। यसलाई गर्नै पर्दैन क्या, केराको पात भित्रबाट आगो मधुरो बनाउनु पर्छ। अहिले आगो चर्को भयो कि है। आहा लो निकाल म त खाइहाल्ने हो। ल खानु नि त, खानु हेर्नु नि त कस्तो राम्रो। ओहो 5-7वटा भएछन् कि। आज त खाना नि बनाउने होइन, म त यही खाने सुत्ने हो, तातो दुध तताउने भइहाल्छ नि, किन नहुने।